कहिल्यै नसकिने एउटा व्यथा जुन सदियौँदेखि हाम्रो भाग्यमा नियति भनेको छ। पहाडी जनजीवनको एउटा निष्ठुर नियति भनेकै बसाइसराईको कहर हो। पहिले हाम्रा हजुरबाहरू डोको नाम्लो हलगोरु बोकेर मधेस झर्थे। मुगलानमा बसाइसराई हुन्थे भने अहिले तिनका सन्तानहरू सुटकेस बोकेर 7 समुद्र पार बसाइ सरिरहेका छन्। यसरी पहाडको पाखा पखेरा देवी देउराली गाउँ बस्तीहरू सुनसान बन्दैछन्। घर आँगनहरू रित्तिँदै छन्। बसाइसराईको कथा व्यथामा आधारित भएर दशकौँ अगाडि 2टा उपन्यास लेखिएका छन्। एउटा लैनसिंह भाङदेलको मुलुक बाहिर र अर्को लीलबहादुर क्षेत्रीको बसाई। विक्रम सम्वत 2014 तिर लीलबहादुर क्षेत्रीले लेखेको बसाई उपन्यास लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पछिको सर्वाधिक लोकप्रिय मानिन्छ। उपन्यासमा पूर्वी नेपालको पहाडी क्षेत्रको एउटा गरिब गाउँले किसान परिवारको कथा छ। साहुको ऋण तिर्न नसकेर झिटी झ्याम्टा बोकेर अनिश्चित भविष्यतर्फको एउटा कष्टकर बसाइसराईको जीवन्त कथा यस उपन्यासमा रहेको छ। 7 दशक अगाडि लेखकले साहित्यमा उतारेको त्यो पीडा अनि कथा व्यथा आज पनि उस्तै छ। न भूगोल फेरिएको छ, न हाम्रो नियति नै फेरिएको छ। फेरिएका छन् त केवल हाम्रा मालिकहरू। विक्रम सम्वत 1989 मा भारतको असम गुवाहाटीमा जन्मिएका लीलबहादुर क्षेत्री नेपाली साहित्यमा यथार्थवादका शिखर व्यक्तित्व हुन्। उनले नाटक, कथा, उपन्यास, निबन्ध जस्ता विधामा अतुलनीय योगदान दिएका छन्। उनका प्रमुख कृतिहरूमा बसाई उपन्यास, ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, 3 दशक 20 अभिव्यक्ति आदि रहेका छन्। उनै क्षेत्री सदाका लागि बसाइसराई गरेर गएका छन्। क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली।